समिति साथीहरूले अलिकति व्यवस्थापनमा सहयोग गरिदिनु होला। दक्षमा मूल्य सिट खुसी भएका साथीहरूले बसिदिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टी हिजोका दिनमा करिब 2 वर्ष अगाडि 2-3जनाबाट जोडिएको आज हजारौं परिवार बनेको छ। अब टोलमा होइन, ओडामा होइन, घर घरमा राष्ट्रिय स्वतन्त्र पार्टी फैलिँदैछ। उहाँले जुन सुरुवाती दिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर यो पार्टीलाई यहाँसम्म नै पुर्याउनका लागि अहोरात्र कठिन हुने तपाईँ सम्पूर्णलाई माथि नमन छ। म त मस्तक छु उहाँहरूको योगदानले आउने पिँढीले यो योगदानको उच्च मूल्याङ्कन गर्नेछ। हाम्रा छोरा नातिले यो परिवर्तनमा मेरो बुवाको मेरो बाजेको पनि भूमिका थियो र यहाँले पनि गर्वका साथ भन्न सक्नुहुनेछ। यो परिवर्तनका लागि मैले पनि भोट खसालेको थिएँ, मैले पनि मतदान गरेको थिएँ, म पनि यो परिवर्तनको अभियानमा जोडिएको थिएँ। यो गर्वका साथ भन्न सक्नुहुनेछ र यो साक्षी बन्दै हुनुहुन्छ तपाईँ हामी 27 जना। यहाँको धेरै साथीहरू आफ्नो बाइकमा आफै तेल हालेर, गाडीको टिकट आफै काटेर, खाजा आफै खाएर यो अभियानमा जोडिनु भएको छ। प्रचार प्रसारमा जोडिनु भएको छ। यहाँलाई इतिहासले सबै पनि यहाँको भूमिकालाई इतिहासका सुनौलो अक्षरमा लेखिनेछन्। यसमा दुःख हुनुभयो, चिन्ता नलिनुहोस्। अरूले के भन्छ, तपाईँको मनले के भन्छ, एकचोटि चुप्न गरी छातीमा हात राखेर आफ्नो मनलाई सोध्नु होला। म त सही गरिराखेको छु। राष्ट्रिय स्वतन्त्र पार्टीले यो देश बनाउँछ, बानुले यो देश बनाउँछ कि बनाउँदैन, रवि लामेछानेले यो देश बनाउँछ कि बनाउँदैन, दीपक बोहराले क्षेत्रमा बनाउँछ कि बनाउँदैन। एकचोटि छातीमा हात राखेर चुप्नु अगाडि आफैलाई प्रश्न गर्नु होला, उत्तर आफै पाउनुहुनेछ। किनभने वर्षौँदेखि 70 वर्षदेखि हामीले विभिन्न व्यवस्थाहरू देख्यौँ। व्यवस्था परिवर्तनका खातिर हजारौँले बलिदान दिए, तर